त कति राम्रो हो। मलाई त हिमाल साह्रै मन पर्यो। हिमाल मात्र होइन पहाड पनि कति राम्रो छ। मलाई त धेरै मन पर्यो। हजुरहरूलाई कस्तो मन पर्यो कमेन्ट गरिदिनुहोस् र लाइक र सब्सक्राइब सेयर पनि गरिदिनुहोस् है त ल। धन्यवाद। ल होइन हजुरहरूको घर कता हो कमेन्टमा भनिदिनुहोस् र हजुरको जन्म मिति कहिले हो र हजुरहरू कुन स्कुलमा पढ्नुहुन्छ अथवा तपाईँ टिचर जुन पनि डाक्टर अथवा के हो जो पनि तपाईँहरू पनि यता आउनुहुन्छ भने सिक्किम हो तर त्यहाँनिर कति चिसो हुन्छ होइन। अनि त्यस पछाडि त्यहाँनिरको त्यो सिक्किम हो र त्यो सिक्किमतिर चाहिँ धेरै नै चिसो हुन्छ र त्यहाँनिर अब ज्याकेटको त धेरै जरुरत छ र हजुरहरू भाडामा बस्नुहुन्छ भने पनि आउनु तर ज्याकेटहरू सबै त्यो गर्मीमा होइन जाडोमा लाउने कपडाहरू लिएर आउनुहोस् है। तर यो पहाड पनि तर कस्तो राम्रो छ हजुरहरूलाई पनि राम्रो लाग्यो होला मलाई त थाहा छैन कमेन्टमा चाहिँ गरिदिनुहोस् है त ल। अनि त्यस पछाडि यो पहाड हेर्नुहोस् त कस्तो राम्रो हो। वाउ आई लाइक इट। ब्युटिफुल राम्रो छ। मेरो भाइको नाम चाहिँ जङसङ राजवंशी हो है त ल। अनि त्यस पछाडि मेरो भाइ चाहिँ यस्तै हो घाकु जसो गाइजहरू हजुर चाहिँ यहाँ एकपल्ट चाहिँ आएर नै गर्नुहोस् होला। सिक्किम हो तर राम्रो छ है हेर्दा पनि राम्रो सबै कुरा राम्रो छ। जङ्गल हेर्नुहोस् पात हेर्नुहोस् आमा डाँडाघर हेर्नुहोस् कति राम्रो राम्रो छन् है त गाइज। उता बिचमा त हिमाल भन्ने